के भयो फेरि तिमीलाई? आज मलाई सन्चो छैन बुढो। एकदमै धेरै गाह्रो भइरहेको छ। टाउको दुखिरहेको छ। आज फेरि तिम्रो के नाटक हो? सधैँ सधैँ बिरामी भइदिने? कुनै दिन त सन्चो भएर बस। जहिले पनि म आउँदा बिरामी मात्रै देख्छु घरमा। कहिले टाउको दुखेको छ भन्छौ, कहिले पेट दुखेको छ भन्छौ, कहिले के दुखेको छ भन्छौ। हरेक दिनको एउटा न एउटा के भइरहेको हुन्छ तिमीलाई। मैले दुःख गरेर कमाएको पैसा तिमीले उपचार गर्दा हस्पिटलमा सबै सकिसकेँ। मैले चाहिँ के गर्नु? मलाई पनि दिक्क लाग्छ तिमीलाई देखेर। कमसेकम कुनै न कुनै दिन त तिमी ठिक भएको हेर्न पाऊँ मैले। म बिरामी हुन्छु भनेर बिरामी भएको हो त बुढो। मान्छेको शरीर हो, कतिखेर के हुन्छ कतिखेर के हुन्छ भन्न सकिँदैन। म पनि दिनभरि अफिसमा काम गरेर थाकेर आएको हुन्छु। घरमा आएपछि अलिकति फ्रेस हुन्छ है भनेर आयो। घरमा आएर तिम्रो हालत देख्छु। यो हालत देख्दाखेरि मलाई कति गाह्रो हुन्छ तिमीलाई थाहा छ? जेसुकै गर है, सक्दिनँ म तिमीलाई अब उपचार गर्न आउन सक्दिनँ म। हजुर बिरामी हुँदा 24 घण्टा हजुरलाई के भयो कसो भयो भनेर हजुरको केयर गर्थे। तातो पानी तताएर दिन्थे, पानी तताएर दिन्थे। आज म बिरामी हुँदा आफूले सहनु बाहेक मसँग अरू केही पनि उपाय छैन।